आज चाहिँ मैले पनि माम खाएँ। यो चाहिँ गुम्बाको अचार हो हैन, गुम्बा के भन्छ त्यो कोलाको उसलाई, त्यो त्यसको अचार हो। बुङ्गाको अचार अनि साग रायोको माम। अनि यहाँनिर चाहिँ छ दाल पोखियो, कस्तो पोखियो है साथी। ल गाई चाहिँ हेर्नु है, मैले खाएँ माम। यम्मी यम्मी। कस्तो भयो यो अचार, मिठो भएको छ। साग माम अचार एकदम टेस्टी भएको छ। खाने मान्छेलाई पो थाहा हुन्छ त कस्तो छ के छ भनेर, नखाने मान्छेलाई के थाहा हुन्छ र। अब यो थालमा हेरेर हेर्दैखेरि नराम्रो छ नमिठो जस्तो छ भनेर हुन्छ, कति मिठो छ खाने मान्छेलाई थाहा हुन्छ। कति मिठो छ। हामी त घरकै खाने हो, दाल भात साग तरकारी अचार, मिठो भए पनि नमिठो भए पनि हामीलाई मिठै लाग्छ हैन। हामी त होटलमा गएर पिज्जा र मोमो खाने हैन। पिज्जा मोमो खानेलाई यस्तो भात तरकारीहरू हेर्दैखेरि नमिठो जस्तो छ जस्तो देखिन्छ के हैन त साथीहरू, भन्नु है। झन् आज यो बुङ्गोको अचार त मस्त अमिलो पिरो छोप हालेर एकदम ट्वाक्क भएको छ, एकदम मिठो। साथी कसलाई बुङ्गोको अचार मनपर्छ, कोलाको बुङ्गोको अचार कमेन्ट गरौँ है साथीहरू। एकदमै टेस्टी छ। मैले आफैले बनाएको यो बुङ्गोको अचार। मैले हिजो भनेको थिएँ भिडियोमा म भोलि बुङ्गोको अचार बनाएर खान्छु भनेर। सो आज मैले बुङ्गोको अचार बनाएँ अनि खाँदैछु। एकदमै टेस्टी छ गाइस। मान्छे त हैन, हाम्रोमा रोपेको छ नि त, कोलाहरू टन्ने छ हैन, कोला रोपेको छ, बोट रोप्नु भएको छ। अनि कोला काट्ने बेलामा बुङ्गो माग्न आउँछ क्या अचार खानुलाई साथीहरू। एकदमै टेस्टी छ गाइस। र यो अचार अमिलो पिरो टक्क परेको अचारसँग माम चाहिँ एकदमै धेरै रुच्छ। सबैलाई नै त्यस्तै हो, अचार मनपर्नेहरूलाई सबैलाई त्यस्तै हो। ल साथीहरू, मेरो चाहिँ खाना सिद्धियो। हजुरहरू पनि टक्क परेको अचार बनाएर माम अचार साग हजुरलाई मनपर्ने फेभरेट सब्जी बनाएर गम खानु होला। बाँचुन्जेली त हो, मरे पछाडि कसले खान दिन्छ र। बाँचुन्जेली हो, रोग लाग्न थालेपछि फेरि खानु पाइँदैन। ओके गाइस, मेरो भिडियो चाहिँ धेरै लामो भयो र पार्टमा
कन्भर्ट हुन्छ। सो आजको लागि यति नै, बाई बाई सबैजनालाई। को कहाँबाट हेर्नुहुँदैछ कमेन्ट गर्नु होला।